गाइजहरु अब धेरै दिनपछि हाम्रो भोला आउँदैछ हैन। आज चाहिँ हामीले एकदम राम्रो चिजबाट आउँदैछौँ। अनि पछि आज चाहिँ हामीले के अरे काफल टिप्न आएको जङ्गलतिर हैन। यस्तो छ तर खतरा चिज देखाउँछ। यहाँ लालीगुराँस त कति यो कति छैन मैले देखाउँछु। ऊ त्यहाँ हेर्न सक्नुहुन्छ। अनि वहाँ ऊ जताकतै छन् हैन, जताकतै छ। हेलो हेलो गाइजहरु, सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ। नमस्ते। त्यही हामी आज चाहिँ गाउँतिर आएको काफल टिप्ने हिँडिरहेछौँ। कताबाट टिप्ने जाने? यता एउटा हामी जङ्गलमा काफल टिप्ने हिँडिरहेछौँ बिहान नास्ता सस्ता खाएर। चारजना कतिजना? पाँचजना चारजना छौँ। भान्जी, नन्दा, छोरो अनि म। हेर काफल कति छ। हामी हिँडिरहेछौँ जङ्गलमा तीनजना। उता पनि भिडियो भइरहेछ, यता भइरहेछ। भान्जीले अगाडि लागिदिनु हो। घुम्न सक्ने एउटा काफल छ भने त्यही भान्जीले भनेर आइरहेछ। यहाँ चाहिँ चढिसक्नु भएको छ। काफल चाहिँ ज्यादा राम्रो खाँदै नै यति भयो नि। यो चाहिँ अब सानो रुख, अब ठुलो रुख छ नि। हाम्रो रुख चढ्ने मान्छे म चढ्छु भन्दा सफल साथीहरु अर्गानिक चाहिँ ल खाइसके जङ्गलमा डाँडा पाखा पानी मसैले आइसकेको यहाँ काफल टिप्दै कता राम्रोमा खान्छ होइन। काफल चाहिँ ट्याक्क टिपेर राख्दैछु मैले नि। जता कतै चाहिँ कस्तो टेक्ने भयो बिचमा, कस्तो टेक्ने केही छैन। काफली त्यति टिपेको छु। यहाँ चाहिँ एकदम यस्तो राम्रो बल्ल एउटा रुखमा टिपेको चाहिँ यति मात्र छ होइन। भेडा भेडा नि चिन्न सकिन तपाईँहरूले होइन। थाहा भने चाहिँ कमेन्ट गर्नु होला। र अझै बढी थाहा भने यो कुन रुखमा फल्छ। साथीहरु यसलाई चिन्नु भएको कि नै? तपाईँहरूकोतिर के भन्नुहुन्छ? हाम्रोतिर यो भेडा भन्छ। अनि यसको भित्रको सिमठाहरू, यसको भित्रको ऊ पनि खान्थ्यौँ हामीले। अहिले चाहिँ अहिलेको बच्चाहरूलाई केही पनि थाहा छैन होला यसको बारेमा। थाहा छैन मलाई थाहा। हामीले यस्तोमा कति खान्थ्यौँ। यसमा भित्र हुन्छ कि यी बिजुलाहरू यहाँ हुन्छ कि योहरू भुटेर खाने कस्तो मिठो हुने चलन थियो पहिला पहिला। अहिले चाहिँ त त्यस्तो चलन छैन। तर हाम्रोतिर भेडा भन्छ यसलाई। तपाईँहरूकोतिर के भन्छ? हामी काफल टिप्दैछौँ, यता पाक्दैछ। तर कति राम्रो अर्गानिक काफल टिप्दैछौँ बल्ल सुरुवात गर्छ। यता चाहिँ लालीगुराँस फुलेर भइसकेको छ। अलि पर देखाउँछ नि साथीहरू। ऊ त्यहाँ पनि एकदम राम्रो फल। यस्तो जङ्गल जङ्गल क्यार हुँदो रहेछ। ऊ त्यहाँ चाहिँ एकदम राम्रो। तपाईँले देख्नु भएको कि कतिजनाले देख्नु? ऊ त्यहाँबाट ऊ आहा कस्तो राम्रो अप्सन देख्छ होइन। साथीहरू चाहिँ हामी चाहिँ यस्तो गाह्रो ठाउँमा आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यस्तो जङ्गलै जङ्गल, जताकतै बाटो छैन। अब कति पटक लोड्दै आइएछ होइन। यहाँ पछाडि आउँदै हुनुहुन्छ हाम्रा दर्शक दिनहरू। ऊ त्यहाँ गुराँस हेर्नु त यति राम्रो छैन। म चाहिँ चढ्न कोसिस गर्नेछु। घुम्दा घुम्दै हामी साथी यस्तो ठाउँमा आइएको छैन जहाँ चाहिँ यस्तो राम्रो छ। अझ मैले यस्तो राम्रो ऐसेलु छ होइन। भ्यू पनि लास्टै खतरा छ। उता उता नि ऐसेलु छ। यस्तो राम्रो छ हेर्न सक्नुहुन्छ। यस्तो यहाँ चाहिँ हाम्रो गुराँसै टिपेर नभइने रुख छ होइन। हेर्न सक्नुहुन्छ यति राम्रो गुराँस छ। फोटोसोटो खिचेर रमाइलो सामान गएपछि अब हामी आफ्नो अर्को काफलको बुट्टेतिर जान लागिसकेको छौँ। एकदम अप्ठ्यारो बाटो। यी मान्छे नि यस्तै हिँड्छन्। हेर्दै हेर्दै सहिलो देख्छन् तर एकदम नै अप्ठ्यारो छ होइन साथीहरू। अब यता देख्नु भएको छ चिगम छ। कति रातो चिगम होइन। यो चाहिँ तपाईँ कतिजनाले चिन्न यसलाई चाहिँ हामीले चिगम भनिन्थ्यो होइन, खाइन्थ्यो होइन। यहाँ चाहिँ हाम्रो दिदीको भिडियो बन्दैछ फेरि। ए भके हुन्थे मान्छे
एकदम हुन्छ अया कसरी इनाम बन्ने हुन्छ यहाँ चाहिँ 1 मिस गेम फिनिस हुन्छ यहाँबाट लोटियो भने चाहिँ डाइरेक्ट उहाँ के अरे खोला पुगिन्छ तलको होइन है त होइन नयाँ लोकेसन भेटेको छ है ठुलै छ गुराँस नै अब म यहाँ लिर्किँदैछु अया यो लिर्केपछि म अब यहाँ अर्को यो रुख छमाथि चाहिँ म गइरहेको छु अया बा यस्तो छ हालत होइन अब यिनीहरू चाहिँ यहाँ रमाइलो गर्दै कुरा खाने म चाहिँ कहाँबाट अड्डी मड्डी भइरहेको छ अब चाहिँ हामी अर्को स्थल के भन्दाखेरि चाहिँ त्यहाँको गुराँस देखाउँछ गुराँस कति छ होइन अब हेरेर बुझ्नु सक्ने यति राम्रो छ होइन बनमाराको चाहिँ सेतै फुलिया बुढी यस्तो भए जङ्गलमा हिँड्दाखेरि गाइजहरू म पनि हेरिसकेको छु बटा निस्क्यौँ यस्तो राम्रो गुराँस मैले भेटाएको छु वाउ हेलो गाइज ल न हेर्नु साथीहरू अझै पनि हाम्रोतिर गुराँस फुलेर भेर नि बुढाको फिँदा फिँदा अलिक कुना काप्छ घामहरू त्यति नलाग्ने ठाउँमा अझै नि बल्ल फुल्दैछ सुरुवात त्यही हो साथीहरू हामी यहाँ बाटा निस्क्यौँ दिदीहरू मलाई कहाँ आँगन नआउँछ त फेरि जाऊँ भयो हामी हिँडौँ आउँछ क्या भाइ भो जाऊँ हेर्नु साथीहरू हाम्रो काकाले यति टिप्यो भान्जीले चाहिँ त्यति टिप्न सफल हुनुभयो ए माइजी भान्जी रमाइलो छ साथीहरू कोही स्कुटी लिन कोही हिँड्दै यसरी हिँडिरह घाम छ गाउँतिर कति रमाइलो छ बरु काफल पाके हन् किन्नु पाके हन् ऐसेलु पाके हन् यहाँ लाली गुराँस फुल्नेतिर कति फुलेर भ्याइ यो फुल्ने बेला कति थियो मैले मोबाइल नलगिन आएको थिएँ कि त्यो जति मिहिनेत गरेँ नि यति मात्र पाएँ भनेपछि अझै भिडियो हाम्रो उता बाँड्र नि हो ल त्यति थियो गाइजहरू ल हेर्नु यति छ